गुड आफ्टरनुन साथीहरू। यो रुममा चाहिँ कता बेङ्गलोरको भन्ने मान्छेहरू बसेको होइन। अनि यो त तिनीहरूको त गाउँ होइन। तिनीहरूले अब त्यसको होटलमा पो 400-600 गरेर रुम दिन्छ। अब यहाँदेखि त 1000 त कम्ती हुँदै हुँदैन। अनि कारण चाहिँ अब रुम दिइहाल्यो, त्यो पानी पुगिहाल्यो। अब यहाँ रुमको लिफ्ट बिग्रियो। लिफ्ट बिग्रिनुलाई टाइम लाग्छ, बनाउनु टाइम लाग्छ। लिफ्ट बिग्रेछ, सिँढीबाट आउनु भने कोसेर आउनु हेर, हिँडेर आउनुपर्छ नि भनेर भनेको त कस्टमर त त्यो बदतमिज त्यो बोल्नु जान्दैनस्, तमिज छैनस् हेरे। अब लिफ्ट बिग्रियो भने त सिँढीबाट आउनुलाई बनाएको, कोसेर आउनु भनेपछि त्यो कुरा के भयो, हो कि होइन? अरे बिहान नै आज छैन नि हौ। आज 4 बजीसम्म 4 बजीमा सुतेको पनि छैन। एकतिर बिहान नै झगडा उल्टा कुरा गरेर हो। अब लिफ्ट बिग्रियो भने त सिँढीबाट हिँडेर आउनुपर्छ। अब सिँढीबाट कसरी हिँडेर आउनु भनेपछि त्यो कुरा के भयो? अनि त्यो न्यु खोज्ने कुरा नगरी के कुरा गरेको त त्यसले? त्यही विषयमा आज झगडा भयो। अनि त्यो चाहिँ अब बेङ्गलोरको रहेछ कि। अनि जस्तो अब बेङ्गलोरमा नेपाली दाजुभाइ हिन्दी गाडीलाई गरेको, अब यो हैदराबादमा नि आएर त्यस्तै गर्नु खोजेको हो कि हेपेको हो कि त्यो मान्छेले हिन्दी गाडी हो कोही नरहेछ, यिनीहरूले सम्हाल्दो रहेछ भनेर हेपेको हो कि होइन? कत्रो लफडा भएको नि। अनि जा कोला भन्छस् भन्। अनि यहाँनिर हाम्रो छेउमा पनि एउटा होटेल छ, रुम चाहिँ यस्तै छ। त्यहाँनिर चाहिँ अब 1500देखिको कम्ती हुँदैन है, 2000-2500 भन्छ, कम्ती हुँदैन त्यहाँदेखि चाहिँ। अनि हाम्रो चाहिँ म्याक्सिमम् 1200 भनेर 1000 रुपियाँमा दिइहाल्छ होइन। अनि मैले यत्रो पैसा दिएको, तिम्रो लिफ्ट जब चलेन भने के उयो भयो, रुमको पैसा रिटर्न गर्नुपर्छ। अनि लिफ्ट बिग्रेपछि त्यसलाई त हामीले त सिँढी बनाएको भनेर मैले भनिदिएको। बदतमिज बोल्नु जान्दैन, हेन तेन। अब जब त्यो अनि सिँढीबाट हिँडेर आउनु कसरी भनेपछि त्यो चाहिँ त्यो कुरा के भयो त? नि न्यु खोज्ने कुरा गरेको होइन त्यसले। अनि लिफ्ट बिग्रेपछि चाहिँ के म इन्जिनियर हो, मैले चाहिँ बनाइहाल्नु पर्ने होइन। अनि त्यही कुरामा चाहिँ आज खराब भयो। तर नि सरसित बात गरेँ, सरले त्यसको पैसा रिटर्न गरिदिन्छु लिफ्ट चलेन भनेर भनेर भन्यो कि। अनि गएँ साला, सरले अलिक सपोर्ट गर्दा पनि मलाई अलिक राम्रो लाग्यो कि लिफ्ट चलेन रिटर्न गरिदिनु। अनि लिफ्ट गएर म बनाउनु गएँ। अब बनाउनु त थाहा छैन, अब तर पनि सरले यो गर त्यहाँ उयो गर यस्तो गर भने गरेँ। गरेर चाहिँ लिफ्ट चालु भयो। कस्तो हरामी मान्छेहरू आउँछ यो। अब त्यस्तो अब हरामी चाहिँ यताको चाहिँ छैन, यताको त एकदम राम्रो नि। हात मिलाएर के खाने के लाने भन्छ होइन। तमिलनाडुकोतिर को भयो, तर यो बेङ्गलोरको चाहिँ एकदम त्यो उतातिर अब नेपालको मान्छेहरूलाई हेपेको जस्तो पाराले हेपिरहेको देखेँ कि।